भितेनलाई महेश दोङले दिस गरेको भन्दै केही समय अगाडि नेपप कम्युनिटीमा चर्चा चलेको थियो। उनले अर्कै र्यापर गीतमा भिटेनलाई दिस गरेको जस्तो देखिए तापनि यसबारे डोङ आफैले स्पष्टीकरण दिएका छन्। त्यो गीत अर्कै र्यापर भन्ने गीत चाहिँ मैले खास गरी कसैलाई पनि सर्च दिएको होइन है। त्यसमा चाहिँ है त्यो मेरो जेनरल बारहरू हो त्यो मेरो होइन। स्पेसिफिकली मैले कसैलाई पनि भने होइन। त्यही भएर त्यस्तो कुराहरू साइड लगाइदिउँ होइन। सबैलाई माया छ, खुसी हुने जुत्ता नि माथि उठ्दा भने जस्तै हो। सबैलाई माया छ होइन। अब कम्पिटेटिभ जनर हो। तिनीहरूले के कम्प्लेन हानिरहेछ भने बक्सिङ स्पारिङ भइरहेछ अनि पन्च हाड हानिस किन हानिस पन्च भन्ने जस्तो कुरा गरिरहेछ क्या। त्यस्तो होइन होइन। अब बक्सिङ रिङमा जे भए पनि बाहिर सबैलाई माया छ, रेस्पेक्ट छ, सबैको स्ट्रगल हो, सबैको हसल हो होइन। उनले लाइभमा प्रश्नसँग बताएका छन् कि उनको नयाँ गीतमा कुनै पनि र्यापरहरूलाई सर्च नभई उनका हेटरहरूलाई डिरेक्टली आफूलाई नसुन बरु त अर्कै र्यापरहरूलाई सुन भनेका हुन्। तपाईलाई डोङको नयाँ गीतहरू कस्तो लागिरहेको छ? डु कमेन्ट।